यो लमैको उकालोमा यो दर्के झरी पानीमा यहाँ चाहिँ एकदम डरलाग्दो एक्सिडेन्ट भएको छ र यहाँ चाहिँ एकदम अचेत अवस्थामा हुनुहुन्छ। बाइक यसरी उत्तानो परेको छ, दर्के झरी पानी परेको छ। अहिले यहाँ गाडी पाउन पनि गाह्रो छ। यो नालीभित्र छिरेर यसरी तपाईँको चाहिँ अचेत अवस्थामा बाइक चाहिँ उत्तानो परेर चाहिँ भइरहेको थियो। यस्तो अवस्था गरेर यस्तो पनि हुन्छ यार, कस्तो भएको छ पुरै हातै छैन तपाईँको चाहिँ। अनि त्यस्तो पनि हुन्छ यार, मापसे गरेर राति हुँदी त्यसरी चलाउने हो त गाडी? आउँदै छैन। ऊ चोट लागेर त्यस्तो आएको छ, मुखै भाँचिया छ। यहाँ यत्रो यो चाहिँ यो चोटै यस्तो छ त्यस्तो छ। हेलमेट लगाएर टाउको चाहिँ बचेछ, यो शरीर बचे। यहाँको औँला पनि छैन। राति राति यस्तो अप्ठ्यारो बाटोमा त्यसरी चलाएर यार, यहाँ फेरि कसैले रोक्दिँदैन रोकेर सोहीमा। त्यही पनि अब तपाईँको चाहिँ त्यहाँ आफ्नै मान्छे पछि पछि हुनुहुँदो रहेछ र अब ऊ हो। अब हामी तपाईँको चाहिँ आउँदै थियौँ र म त अर्को गाडीमा आएको थिएँ, निकाल्नै नसकेर म झरेको। नभए कसले त्यसरी चाहिँ उ गर्छ र सहयोग गर्छ र? आजकल कोहीले यस्तोमा रोक्दैन।